गाइज त्यस्तो हो भने होइन प्लिज गाइज है सबैको आफ्नो आफ्नो प्राइभेसी हुन्छ। अब त्यो कसले लिक गर्यो त्यो मुर्दारलाई भेटेर 5 थप्पड मुजी फुट्ने गरी हान्नु पर्ने हो क्या, बुझेनौ? किन भन्दाखेरि कसैले कसैलाई ट्रस्ट गरेर त गरेको होला नि मामा, त्यस्तो कुराहरू त होइन त। तर त्यो निकाल्नेलाई चाहिँ पेन्चिसले च्यापिदिनुपर्छ क्या जुटीहरू। तिमीहरू त्यो छोरी मान्छेहरूलाई प्रेसर दिएर यस्तो उस्तो होइन भनेर काम छैन। भोलिको दिनमा मुझे जेसुकै पनि स्टेप लिन सक्छ क्या। लाइफमा के थाहा मान्छे डिप्रेस भएर मुझे जे स्टेप लिदिनु। नमस्ते सबैजनालाई। गङ्गु छेत्री भन्ने त सबैजनाले चिन्नु भएकै छ, जुन अहिले भाइरल हुनुभयो र काण्ड एकदम सर्चिङमा आइरहेको छ। मैले पनि यसो भिडियो हेरेँ होइन, उहाँलाई चाहिँ एकदम सपोर्टको जरुरी छ र त्यो जुन भिडियो रेकर्ड गरेर फेसबुकमा टिकटकमा हाल्ने मान्छे हुनुहुन्छ उहाँलाई चाहिँ एकदम कारबाही हुन जरुरी छ। किनकि तपाईँहरूको घरमा पनि दिदीबहिनी हुनुहुन्छ होला, आमा हुनुहुन्छ होला, सबैजना केटी मान्छे लेडिज हुनुहुन्छ होला। सो हामीले चाहिँ के गर्छौँ भने कसको के आउँछ र कति बेला इन्सल्ट गरौँ र कति बेला भिडियो कन्टेन्ट बनाएर हालौँ भन्ने सोच हुन्छ। अरूलाई रोस्ट गर्छौँ, आफ्नो के छ आफ्नो मतलब गर्दैनौँ, तर अरूको भन्ने चाहिँ एउटा सानो कुरालाई लिएर पनि हामीले इस्यु बनाइरहेका छौँ कि सो हामीले त्यस्तो गर्नु चाहिँ एकदम हुँदैन। जस्टिक फर गङ्गु छेत्री। सो कसैले पनि एकदम नराम्रो कमेन्ट नगरिदिनु होला, उहाँलाई एकदम सपोर्टको जरुरत छ यो अवस्थामा। जुन पहिला आत्महत्या रेप भएर बित्नुभयो, निर्मला जस्ता धेरै बालबालिकाहरू बित्नुभयो, जो उहाँ पनि अहिले त्यही अवस्थाबाट गुज्रिरहनु भएको छ कि उहाँ त बरु जानुभयो, उहाँ त अझै हुनुहुन्छ नि। त्यसलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ कि यस्तो स्क्रिन रेकर्ड गरेर आफ्नो बोयफ्रेन्ड होस् या जोसुकै होस् पर्सनल मान्छे, त्यसलाई चाहिँ यो गर्न कुनै पनि अधिकार छैन कि। होला उसको प्राइभेट कुराहरू होला, तर हामीले यसमा कसैले पनि इन्टरफेयर गर्न पनि मिल्दैन, गर्नु पनि हुँदैन। सो सबैजनाले सपोर्ट गर्नु होला। सो आज चाहिँ के भन्न आएको भने अहिले फेसबुकको रिल्स भरि टिकटक भरि गङ्गु छेत्री है 7.2 इन्च के काण्ड अरे। गाइज ठिक छ, उनीहरूको त्यो जस्ट पर्सनली भिडियोहरू त्यो भाइरल भएको होला होइन, तर म चाहिँ के भन्न चाहन्छु भने हाम्रो नेपालमा चाहिँ टिकटक ब्यान किन हुन्छ त? त्यही हो क्या, मान्छेले जुनै पनि कुरालाई मिसयुज गर्न खोज्छ क्या, नेगेटिभिटी, अश्लील शब्द, छाडा भिडियो त्यस्तै। म त अनेस्टली भन्छु नेपालमा टिकटक आएदेखि नि हजारौँको घरबार बनेको छ क्या। हिजो 0 लेभलमा, हिजो बाटो सडकमा भएको मान्छेहरू आज कार लेभलमा, बिल्डिङ लेभलमा पुगेको छ। त्यो आफ्नो स्ट्रगल, आफ्नो कलाले हो, त्यसलाई सम्मान गर्छु। तर पनि त्यो प्लेटफर्म त टिकटकले दिएको हो नि त होइन। टिकटकलाई सही युज गर्दाखेरि मान्छेले त्यतिसम्म प्रगति गर्न सक्छ क्या। टिकटकबाट कति बिजनेस, अनलाइन बिजनेसहरू कति नचलेको, मोबाइल पसल भाइरल जति पनि, जस्तै जुनै क्षेत्रमा पनि हेल्प गरेको छ टिकटकले। तर आज चाहिँ एउटा टिकटकलाई चाहिँ नेगेटिभ एपको रूपमा नि युज गर्छ क्या नेपालीहरूले। जस्तै गङ्गु छेत्रीको काण्ड भाइरल भयो, नेपालमा चाहिँ काण्ड भन्छ, कहिले डिकिला के 550, तर त्यो होइन क्या। म चाहिँ यो जुन अहिलेको यो गङ्गु छेत्रीको भाइरल काण्ड छ नि, यो कुरा छ नि, यसलाई चाहिँ म के भन्छु भने छोरी मान्छे भइसकेपछि आफूले आफ्नो पर्सनालिटी हुन्छ, ऊ उसको ठाउँमा उसको तरिकाले भाइरल होला, उसले उसको पर्सनल लाइफ जिउन पाउँछ। उसले गरेको कामले अरूलाई जस्तै हानि नोक्सानी पो हुनु भएन त, उसले उसको पर्सनल लाइफ जिउन पायो, तर त्यो कुराले नेगेटिभ भाइब्स जानु भएन, सोसाइटीमा एउटा नेगेटिभ इम्प्याक्ट पर्नु भएन, त्यो हो नि त। तर अब जस्ट छोरी मान्छेले चाहिँ छोरा मान्छेहरूलाई 100% ट्रस्ट नै नगर्नु क्या, आफ्नो हरेक कुरा नगर्नु क्या, नदेखाउनु कतिपय कुराहरू। तपाईँहरूले गङ्गु छेत्रीको काण्ड भाइरल भयो भनेर मात्रै नसोच्नु, तपाईँले आफ्नो पार्टनरसँग कुन तरिकाले रिलेसन गरिरहनु भएको छ, पार्टनर कस्तो छ त्यो पनि विचार गर्नु। अब ऊ भिडियो कलमा बोल्दाखेरि भएको उसको त्यो नर्मल्ली भिडियोहरू भाइरल भएको होला, तर त्यो केटालाई त उसले 100% ट्रस्ट गरेको थियो नि त, तर आज देखायो नि त। अब त्यो केटाले त्यो भिडियो स्क्रिन रेकर्ड गरेर हालिदियो। गङ्गु छेत्रीलाई त अब ऊ त मर्नु न बाँच्नु यो दुनियाँमा, आँखा संसारमा यो अनुहारै नदेखाउनु जस्तो बनाएन त, उसले कति ट्रस्ट गरेको थियो होला। यो घटना चाहिँ गङ्गु छेत्रीमा मात्रै होइन, उसको काण्डमा मात्रै होइन, नेपाली एउटा छोरी, नेपाली चेलीलाई जसमा पनि घट्न सक्छ क्या, त्यो आफूले विचार गर्नु। गङ्गु छेत्रीको काण्ड आयो भनेर यो काण्ड मात्रै नभन्नु होला प्लिज। तपाईँहरूलाई नराम्रो चाहिँ भन्नु खोजेको होइन, तर तपाईँले कस्तो को मान्छेसँग कस्तो बिहेभ गरिरहनु भएको छ त्यो कुराले चाहिँ धेरै फरक पर्छ। अनि हामी खालि मिसयुज गर्छौँ, त्यो कसरी भयो, किन भयो, त्यस्तो चाहिँ बुझ्नु चाहिँ छैन। खालि एउटाले अर्कोलाई पठाएको छ, यो आएर यस्तो उस्तो
त्यो होइन क्या गाइज यार, टिकटक त्यस्तो प्लेटफर्म होइन नि त। लाइफ चेन्ज हुन्छ मान्छेको, लाइफ बनिन्छ यार। जिरो लेभलदेखि 100,000 पुग्छ मान्छे। हामी त्यस्तो नेगेटिभमा मात्रै नजाउँ क्या, म चाहिँ त्यो भन्न चाहन्छु होइन। जे उसको अब हरेक कुरा भए पनि सबै नेगेटिभ नहोला, कति होला, तर अब त्यसलाई कुन तरिकाले भयो भन्ने कुरा त हुन्छ नि त। सो तपाईँहरूलाई चाहिँ अब त्यही हो, त्यस्तो नराम्रो त भन्ने खोजेँ होइन। मैले बोल्ने 2 शब्दका कुराहरू के कस्तो लाग्यो होइन, कमेन्ट गर्नु होला। अनि को कता हुनुहुन्छ, मेरो यो नयाँ आइडी हो। अनि माया छ सबैजनालाई, एउटा भिडियोमा 1 मिलियन पनि पुग्न लागेको छ, त्यसको लागि थ्याङ्क यू सो मच है भन्दै फेरि भिडियोमा भेट्नुपर्छ भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। सबैलाई माया छ, लभ यु अल, टेक केयर गाइज, बाई बाई। तिमीहरूको गङ्गु दिदी, तिमीहरूको दिकिला दिदी राम्रो भयो, हामी गलत भयौँ नि त है भिडियो बनाउनेहरू। हामी खत्तम, हामी गलत, हामी नराम्रो, हामी त समाजमा इज्जतै नभएको मान्छे भयो है। कति न सुतेको बेला भगवान ल्याएर खोलेर देखाइदिएको जस्तो गर्छ पो त यो केटीहरू त। के भएको दिकिला दिदीको भिडियो राम्रोसँग हेर, जे पर्छ त्यही टर्छ। अब देखाइदिन्छु म भनेर दिकिला के अरे गङ्गु दिदीले खुसीले देखाएको छ यार। बाबा भगवान्, ए लप पर्ने बित्तिकै सबै कुरा देखाउनु भयो भन्ने हुन्छ। तिनीहरूको मात्र लप परेख। यति गलत मान्छे आउँछ, देखा यताउता गर्ने छ भने त सक्यो त। खुसीले उहाँ आमामा हाँसी उहाँ लजाई त्यसो गरेछ। अनि अझ आएर हामीलाई नराम्रो रे आयो, हेरिदिउँ, सक्यो त। के गरेको त राम्रै। रेस्पेक्ट गर्न आउँदैन गर्ल्सलाई रे, आउँछ के, कस्तोलाई रेस्पेक्ट गर्नुपर्छ कस्तोलाई गर्नु पर्दैन भन्ने कुरा राम्रोसँग थाहा छ। अनि क्या सबैको अगाडि चोर्ने पनि चोरै हुन्छ, एक्लै लुकेर चोर्ने पनि चोरै हुन्छ। बुझ्यौ कुरा बहिनीहरू? तिमीहरूले मलाई यस्तो बारेमा सिकाउनै पर्दैन कि। तिमीहरूभन्दा म धेरै 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 अगाडि सोचेर हिँडेको छु क्या। तिमीहरूभन्दा धेरै राम्रो कुरा सोचेर हिँडेको छु। मलाई तिमीहरूले यस्तो बारेमा सिकाउनै पर्दैन। तेरो सोच कस्तो छ, त मान्छे कस्तो छस् भनेर तिमीहरूले मलाई जज नगर क्या। तिमीहरू मेरो लेभलको मान्छे छँदै छैनौ। मेरो जति सोच्न तिमीहरूले सक्दैनौ। म राम्रो मान्छेलाई राम्रो गर्छु, नराम्रो मान्छेलाई नराम्रो गर्छु है, त्यही हो। अनि तिमीहरूको गङ्गु दिदीहरू राम्रो भयो, हामी नराम्रो भयौँ। तिमीहरूको दिकिला दिदी राम्रो भयो, हामी नराम्रो भयौँ। भिडियो बनाउने मान्छेहरू होइन, राम्रो पोस्ट गऱ्यो भने त ओहो यो त राम्रो रे। सोच बदल के, सोच बहिनीहरू, सोच बदल। मान्छेलाई हेरेर जज नगर, बुझिस् नि।